यहाँहरू सबैलाई स्वागत छ हाम्रो खपतड सामूहिक कृषि फर्ममा। आजको यस भिडियोमा टमाटरको हेरचाह कसरी गर्नुपर्छ भनेर हामी देखाउन गइरहेका छौँ। ल हामीले टमाटरलाई यसरी संरक्षण गरेर माथि लहरे बाली भए पनि साङ्ग्रोमा चाहिँ यसरी लानुपर्छ। तल भुइँमा भयो भने यसको चाहिँ नि फलमा फङ्गस लाग्ने भन्ने हुन्छ। त्यसैले गर्दाखेरि हामी यसरी बोटलाई माथि लाने गर्छौँ। यसलाई बिरुवालाई काटछाँट गर्न पनि बाँकी नै छ। यसका पत्ताहरू अब बिस्तारै काट्ने बेला पनि काटछाँट गर्ने बेला भइरहेका छन्। अब प्रत्येकलाई चाहिँ हामीले डोरी लाएर प्लास्टिक भन्दा पनि यो सुद्रीको डोरी लगाएर यसरी हामी आँगरामा चढाउने काम गरिरहेका छौँ। अब यो थाङ्ग्रामा चढाइसकेपछि टमाटर चाहिँ छिटोभन्दा छिटो चाहिँ उत्पादन हुन्छ, राम्रो हुन्छ। यसमा चाहिँ थाङ्ग्रामा चढाइसकेपछि रोग लाग्दैन। यिनीहरूमा चाहिँ नि फङ्गस नभएपछि स्वस्थकर फल टिप्न पाइन्छ। ल हामी चाहिँ यहाँ टमाटरलाई थाङ्ग्रा लाउने काम गरिरहेका छौँ र त्यसै परिवारबाट गोडमेल हुने काम पनि भइरहेको छ। यसो घाँसलाई पनि हुन्छ गाईबस्तुको लागि। अलिअलि झार आएको गोडिदियो भनेदेखि बिरुवा स्वस्थकर हुन्छन् र हामीले यसरी बाँध्ने काम र गोडमेल गर्ने साथसाथै अब यसलाई मल हाल्ने काम, केरा लाउने काम बाँकी नै छ। यो टमाटरको गोडमेल पनि हुने, घाँस पनि हुने, खोले गोरु जस्तो हालेर बिचको कोलाको रहेछ बखाल बाखाल बनाएर भर्मी कम्पोस्ट गणौला मल हामीले यसरी टमाटर खेतीमा हाल्दै गइरहेका छौँ। हाम्रो अब फल्न सुरु भइरहेको छ यो टमाटर। हामीले यो ड्राइगन कुरिलोको बिचबिचमा चाहिँ हामीले यो 8-10 कट्ठामा चाहिँ हामीले टमाटर खेती पनि गरेका छौँ। यसरी हामीले टमाटर लगाइरहेका छौँ। हामीले यसरी मल हालिसकेका छौँ। अब यसलाई चाहिँ मल उडेर नजाओस् भनेर हामीले दिनेर यसलाई ड्याङ बनाइदिँदै जानेछौँ। यसरी छोपिन्छ पनि यसलाई ड्याङ बनाइसकेपछि पछि पानी लाउन भर्न सबै कुरालाई सहज हुन्छ। यसरी हामीले यो बिचबिचबाट गोडेर ड्याङ बनाइदिने काम र यो कुर्ने काम दुइटै हुन्छ। सबैले हेर्नुहोला, सिक्नुहोला। सबैलाई धन्यवाद।